हेलो साथीहरू, के हाल खबर छ हजुरहरूको? हाम्रो यता पानी परेर बेहाल छ। बिजोग बनायो प्लान्टहरूको, पानी परे गरेर। अङ्गुरको हाँगा पनि कति यताउता बढेर के कहिले कता गहा। मेरो बुढोले आज यो हाँगाले एक ठाउँमा बाँध्न लगाएको हो। त्यही भएर बिरालो पनि माथि भएर झऱ्यो। यो बिरालो जतिखेर माथि तल भित्र नाचेको नाचेकै गर्छ। जतिखेर पनि यो अङ्गुरलाई पनि धेरै स्याहार चाहिने। एउटा त पोली ब्यागमा लगाएको हो, एउटा यो भुइँमै छ। कतिसम्मको ठुलो हुँदो रहेछ हेर्न विचार गर्न लाग्यो। पोली ब्यागको चाहिँ धेरै ठुलो नहुँदो रहेछ, किनकि उनीहरूलाई सक्ने ठाउँ पाउँदैन। भुइँमा लगाएको चाहिँ ठुलै होला जस्तो लागिरहेछ। यो हामीले आफैले कलमे गरेर लगाएको हो।